हेलो साथीहरू, जय मसी। अनि हजुरहरू कस्तो हुनुहुन्छ? अनि म पनि सन्चै छु भन्दाखेरि चाहिँ अब अलिअलि गलेको छु है। अब दिनभरि उभिएर काम गर्नुपर्छ अनि अहिले रुममा आइराखेको छु। अनि रुममा आउँदै गर्दाखेरि चाहिँ एउटा भिडियो बनाउनु मन लाग्यो नि त है। किनभने धेरै म प्रभुको वचनहरू तपाईँहरूलाई सुनाउने गर्छु, प्रभुको वचनहरू तपाईँहरूलाई भन्ने गर्छु। अनि हजुरहरूको निम्ति पनि म धेरै प्रार्थना गरिराखेको छु होइन। हजुरहरूले पनि मलाई प्रार्थना गरिदिनु भएको कारणले गर्दाखेरि चाहिँ म सुस्वस्थ छु। अनि कतिवटा कुराहरू मैले तपाईँलाई भन्दै थिएँ, मेरो लागि तपाईँहरूले प्रार्थना गरिदिनुहोस्। अनि तपाईँहरूको प्रार्थनाको प्रत्युत्तर है मेरो जीवनमा कतिवटा कुराहरू, म हुन त सिङ्गापुरमा छु। अनि सिङ्गापुरमा काम गर्नु आएको, तर म 3 महिना हुन आँटे काम गरेको, तर 3 महिनाभित्रमा 1 रुपियाँ पैसा पनि हातमा आएको छैन है। किनभने मेरो जति काम गरेको पैसा जति चाहिँ एजेन्टले लगिरहेको छ नि त। हुन त पहिलाको पुरानो घरमै काम गरेको भएको भएदेखिलाई चाहिँ सायद अब यो महिनाको चाहिँ मैले स्यालेरी पाउँथेँ। तर फेरि पनि त्यो घरमा मैले काम गर्न सकिनँ नि त। ठुलो डग थियो है, डगलाई स्याहार्नु नसकेको कारणले गर्दा मैले ट्रान्सफर मागेँ। अनि ट्रान्सफर मागेर चाहिँ दोस्रो घरमा आएर अहिले चाहिँ म चाहिँ काम गरिरहेको छु। अनि यहाँनिरको पनि अब सायद यो महिना मरेर लान्छ भनेर भनिरहेको छ है। नि हातमा पैसा रुपियाँ त छैन, तर पनि मैले तपाईँहरूले प्रार्थना गरेको प्रत्युत्तर मलाई मेरो जीवनमा अभाव भएको कुराहरू है। मलाई एकदमै बाइबल बोक्नुको लागि ब्याग एकदमै खाँचो थियो चर्च जाँदा। अन्त मेरो एउटै ब्याग थियो, त्यही ब्याग बोकिहिँड्थेँ। अनि प्रभुलाई धन्यवाद, मैले प्रभुलाई भनिरहेको थिएँ कि प्रभु मलाई एउटा ब्याग हेर्नुहोस् न, मलाई ब्याग जुटाइदिनु भएको छ। एउटा बहिनीले किनिदिनु भएको है, दामी छ है, हेर्नुहोस् त है। ठिक्कै बाइबल बोक्ने खालको ब्याग दिनुभएको छ। अनि बिचरा यो चाहिँ उहाँले दिदीलाई स्याम्पू भनेर ल्याइदिनु भएको रहेछ होइन। अनि उहाँले स्याम्पू चाहिँ होइन, हतारमा किन्नु भएछ। अनि सनसिल्क स्याम्पूको चाहिँ कन्डिसनर लिएर आउनु भएछ। तर पनि प्रभुलाई धन्यवाद होस्, मैले भनिरहेको थिएँ नसुर्ताउनु बहिनी, म स्याम्पू चाहिँ म किन्छु भनिरहेको थिएँ। अनि यहाँनिर गार्नियरको फेस वास पनि उहाँले किनिदिनु भएको छ है। अनि निभियाको यो मोइस्चराइजर पनि उहाँले किनिदिनु भएको छ होइन। अनि त्यति मात्र नभएर कहाँबाट हेर्नु न, यहाँ वालेट पनि किनिदिनु भएको छ। किनभने यहाँ चाहिँ अब प्रायः जस्तो चाहिँ वर्किङ कार्डहरू बोकेर हिँड्नुपर्छ। अनि एमआइटी कार्डहरू बोकेर हिँड्नुपर्छ नि त हो। अनि अब यो कार्ड पनि किनिदिनु भएको छ। त्यति मात्र कहाँ हो र, हेर्नु न, काङ्ग्यो धरि किनिदिनु भएको छ, काङ्ग्यो किनिदिनु भएको छ। अनि एकजना दिदीले चाहिँ सिम कार्ड किन्दै गर्दाखेरि तिमीलाई यो आइपड भने यो पनि किनिदिनु भएको छ होइन। परदेशको ठाउँमा धेरै गाह्रो हुन्छ स्ट्रगल गर्नु, तर प्रभुलाई धन्यवाद होस् र हजुरहरूलाई धन्यवाद, तपाईँले गरिदिनु भएको प्रार्थनाको प्रत्युत्तर चाहिँ परमेश्वरले दिनुभएको छ। अनि तपाईँहरूले गरिदिनु भएको प्रार्थनाले गर्दा मैले बाइबल बोक्ने ब्याग पाएको छु है, कपाल गर्ने काङ्ग्यो, अनि पछि स्यालेरी थापेर पैसा हाल्ने ब्याग पनि पाएको छु। अनि राम्री हुने पनि चिज पनि मैले पाएको छु। ल, प्रभुलाई धन्यवाद होस्। अनि हजुरहरूलाई धन्यवाद, तपाईँले प्रार्थना गरिदिनु भएको कारणले गर्दा यी सबै कुरा मैले पाउन सकिरहेको छु। हुन्छ, मेरो भिडियो आजलाई यति नै। अनि त्यो बहिनीको लागि पनि धेरै प्रार्थना गरिदिनु होला। उहाँ बहिनीको नाम चाहिँ सुमी हुनुहुन्छ है। उहाँ एकदमै हेल्पफुल हुनुहुन्छ। अनि जसले पनि दुःख पाएको देख्यो भने मलाई भन न, के ल्याइदिनु, म तिमीलाई यस्तो ल्याइदिन्छु भन्छ। म एकदमै परमेश्वरले एउटा दिने वरदान भएको छोरी दिनुभएको छ होइन। उहाँको निम्ति चाहिँ सुस्वस्थको लागि प्रार्थना गरिदिनुहोस्। उहाँको परिवारमा, उसको जीवनमा सुस्वस्थको लागि प्रार्थना गरिदिनुहोस्। हुन्छ, जय मसी। फेरि पनि गुड नाइट।